यो जमलमा के हो यस्तो पानी नै पानी खोइ निकास यसको हेर्नु त यो जमलमा हो पानी जाने ठाउँ बनाउनु पर्छ नि त खोइ यहाँ हेर्नु ल हेर्नु जमलमा नि बाढी आयो है खोइ पानीको निकासहरू ल बाढी आयो समुद्र नि भयो फेरि जमलमा के यस्तो सरकारले हेर्नु पर्दैन यस्तो चिजहरू पानी हेर्नु यति थोरै पानी पर्दा पनि यो हेर्नु त लो काठमाडौँको हालत हेर्नु पानी कस्तो छ ल हेर्नु रत्न पार्कको हालत हो यो ल यो राजधानी हो कि बाढी आउने ठाउँ हो यो राजधानी हो कि समुद्र हो के हो यस्तो यो के हो यो मान्छे हिँड्ने ठाउँ पनि छैन त यस्तो ल हुन्छ जाइ नि होला म ल हेर्नु त ल डुबेर हिँड्नु पर्दैछ यस्तो के हो यो काठमाडौँ होइन पानी मान्डु राख्नुपर्छ अब नाम के यस्तो मान्छेहरू हेर्नु त हिँड्ने ठाउँहरू के हो यो त्यही त अनि के हो यो यस्तो के हो यो खोइ यसको पानीको निकासहरू ल हेर्नु ल समुद्र गाडीहरू कुदिरहेछ काठमाडौँ होइन यो पानी मान्डु के हो यो मान्छे हिँड्ने ठाउँमा नि यस्तो छ यी खुट्टा डुबेर हिँड्नुपर्छ काठमाडौँ होइन नि पानी मान्डु हो यो समुद्र भइसक्यो सबै के हो यो यस्तो
सरकारै छ कि छैन हो यहाँ त यति थोरै पानीमा पनि निकास छैन। पानीमा कुदिरहेछ गाडीहरू लु हेर्नु लु नयाँ समुद्र यता पनि बन्यो। बाटो हिँड्ने ठाउँमा पनि मान्छे हिँड्ने ठाउँमा पनि यस्तो लु हजुर ल है सरकारले मान्छेलाई डुबाउने ल पानी हेर्नु लु पानीमा कुदिरहेछ गाडीहरू खोइ पानी निकास हुने ठाउँहरू। यता झन् गाह्रो छ काठमाडौँ काठमाडौँ होइन काठमाडौँको नाम चेन्ज गरेर पानीमान्डु राख्नुपर्छ है। खोइ पानी निकास हुने ठाउँ मान्छे हिँड्ने ठाउँ पानीमान्डुमा जानु है काठमाडौँ होइन यो काठमाडौँ होइन यो पानीमान्डु लु हेर्नु लु के हो यो यस्तो यति थोरै पानी पर्दा यस्तो हालत छ।